हेलो गाइस, दर्शन नमस्ते सबैजनालाई। हाम्रो यो माघे सङ्क्रान्तिको तयारी हुँदैछ। यो बोक्रा होइन, त्यो छडाको नि मम्मी। हो मेरो मम्मी हुनुहुन्छ उहाँ। हामीले बाहिर आगोमा बनाउँदैछौँ। यो चाहिँ तरुल, सक्खरखण्डा, पिरालु। यसलाई के तरुल भन्छ? त्यो त निस्केला नि पछि। त्यतिकै हाल्दिन अब भयो त। यसमा चाहिँ सबै चाहिँ सक्खरखण्डा, यो तरुल काटेर हाल्नु न, होइन? यो भाँडा चाहिँ अलिक ठुलो भएछ तर केही छैन, आगोमा पकाउने हो। तरुलहरू हाल्न बाँकी छ। मेरो बुढा हुनुहुन्छ उहाँ चाहिँ, मेरो बुढी सासु आमा। ए आमा, हजुर बुहारी नातिनी। ल म पनि बोल्दिनँ ल है। यहाँ चाहिँ हाम्रो अब भित्रपट्टि चाहिँ खानाको लागि हामी किनभने राति तयारी गरे हो नि त, राति भयो सबै। अनि भोलिको लागि साँझै हो गर्ने। यो चाहिँ खानाभित्र, हामी बाहिर चाहिँ सेल अनि तरुल बनाउँदैछौँ। यो चाहिँ हाम्रो सेलको लागि मैले तयारी गरेको यो, होइन? यसमा चाहिँ हामीले यो चामल, घिउ अनि के भन्छ है, ल्वाङ, सुकुमेलहरू, मरिच हालेर यसलाई यसरी मोलेर राखेको। अहिले बनाउनु पर्छ यसलाई चाहिँ राम्ररी। बु केही बोलिदिनु, अलिक मायाले गर्नु, त्यसलाई कसरी छाक हान्नुभएको। यो चाहिँ हाम्रो घर हो, होइन? एकैचोटि हालिदिनु न, यो काट्नु पर्दैन, होइन? बाटाले हुन्छ। सरस्वती त्यहाँ बाटा खाली गरिदियो अरे। ऊ चाहिँ मेरो नन्द बहिनी, नन्दज्यू। अब पाक्छ, बिस्तारै हेर्दै गर्नुपर्छ। त्यसरी पनि भइहाल्छ नि। बिर्सेछ यो पालि भिडियो बनाउनलाई चाहिँ अगाडिदेखि नै, त्यही भएर यसमा चाहिँ हाम्रो तातो पानी, चिनी, घिउ हालेर यसरी मोलेको। यो चाहिँ अब यसमा लङ र सुकुमेल चाहिँ पिनेर हाल्न बाँकी छ। मेरो कपाल अगाडि आएछ, मेरो कपाल अगाडि आएछ। यसरी गर्ने सबैजनाले। अब सङ्क्रान्ति हो नि त, चेलीबेटी आउनुहुन्छ घरमा, तर नेचुरल हाल्यो भने ठिक हुन्छ। हालेर मजाले मर्ने। यो चाहिँ हामीले सेललाई मसला हालेको लसुन बस्ने। के सर्छ त हौ, चिनी राख्यो? राखेको चिनी, अलिक मैदा अलि मजाले मस्ने। मुसेर अरू केही मनै हाल्नुपर्छ, यति नै होइन? ल अब चाहिँ यो हाम्रो सेलको तयारी। तेल तातियो यसरी। टाउकोमा लागिरहेको सेल बनाउने। अरू खुर्सानी हाल्नुपर्छ।
खुर्सानी किन हाल्नुपर्छ भन्नु त आहा नलागोस् भनेर हाल्नु सेलमा राति राति त कसैको आँखा लाग्दैन होला हो तिम्रो आहा लाग्छ मेरो आँखा रे तिम्रो आहा लाग्छ यो चाहिँ सेल बनाउने अब हामी कहाँ हाले यो चाहिँ ल खुर्सानी यसरी हाल्नुपर्छ सुरुमा चाहिँ होइन किनभने आँखा लाग्दैन भनेर ल तातै छैन होइन ऊ त ऊ त्यसले थाहा हुन्छ नि मिठोमा चुरेर त्यो लौरोले गर्न थाहा हुन्छ तातो हुन्छ तातै छैन तातै छ। तातै छैन यो चाहिँ खोर्सानी हालेको यो आँखा नलागोस् भनेर बस्नु म ल्याएको छु तपाईँलाई चाहिँ किन हतार भएको अहिले ल्याउनु हुन्छ नि मम्मी बुले छोडिदिनु आगोमा झोर्यो के हो हामी मजाक पिठो हालै छैन होइन हालेको त यसो ठाडो पारेर अगाडि नै मुसेर हालेको त मैले अनि त्यसमै चिनी सँगसँगै पछि मुसेर हालेको मर्सल पर्छ फिटेर अट्दैन चुलामा राखेर तपाईँ बस्नु कुर्सी ल्याएर बस्नु बुतुनीले कुर्सी ल्याएर बस्नु म भित्र भात हेर्नु पर्यो हात हेर्नु पर्छ त जाँदा भयो के भन्नु अरे मम्मी ल स्टार्टिङ बनाउने नुहाएर होला चिसो लागेर गयो त टाउकामा त यहाँ बिचमा त्यो हटाएर सरसम्झा उता राख्छ नि त यहाँनिर कुर्सी ल्याएर बस्नु पार्नु म बस्नु त्यहाँ ल म बस्छु त्यहाँ मिलो कुर्सी ल्याएर बस्नु भित्र एकचोटि भात यस्तो घुमाइ हेर्दा त्यहाँ हो त्यसरी बाटो हो भने थोरै पानी हालेर कुद्नुपर्छ ल त्यो त्यो खोइ लट्ठी जोड जोड्नु जोड जोड्यो मिला उताको मिलाएको के को नक्सा भयो यो गोलो भयो त सुरुको चाहिँ यस्तो भयो हेर्नु है सुरुमा हालेको यो ल बनेन जस्तो छ सुरुको के बनेन भन्दै तिमी गोलो त जोडेन भन्न खोजेको नि यस्तो भयो जोडे ल हाम्रो सेल ल दामी भयो है काँडा काँडा भएछ ल सेल बनाउने चाहिँ उहाँ चोप्नी अबि कसो छ दिदी सेल मिठो छ सेल खाँदै हुनुहुन्छ सुशीला दिदी यो चाहिँ सेल ल राम हाल्नुहुन्छ अब सेल सिन्काले चलाउनु पनि मेरो दुइटै हात प्याक छ
यो चाहिँ हाम्रो सेल हो। ल भन्नु त के भयो अरे मेरो नाटक धेरै भयो क्या तिम्रो निकाल त्यो यस्तो त छ है मान्छे के भन्नु र खै। यो चाहिँ हामीले आदि बनाइसकेपछि यो यसरी बाक्सामा राखेको, किनभने बाक्सामा राख्दा सजिलो हुन्छ नि त, त्यही भएर बाक्सामा राखेको। यता बनाउँदै हुनुहुन्छ मम्मीहरू, मम्मी मेरो बुउ अनि सेल बनाउँदै हुनुहुन्छ। यो चाहिँ हामीले बाक्सामा राखेको। आधी जति बाँकी नै छ, आधी 2 भाडा भएको थियो, 1 भाडा चाहिँ बनाइयो। अब धेरै राति भयो नि त, त्यही भएर अब नबनाउने, अब आधी चाहिँ भोलि बनाउने। भिजाएर त्यतिकै होस्, हामी भोलि बनाउँछौँ फेरि त्यो आधी चाहिँ। अब यति नै बनायो, यसलाई चाहिँ सक्यो त्यहाँ बनाएर, अलिकति बन्छ अझै। अरूलाई चाहिँ यति नै। के भयो र अरू चाहिँ भोलि बनाउँछ हामी फेरि। सेल भयो मम्मी, यता राख्दै अनि यतापट्टि राख्दै सेल। आज चाहिँ माघे सङ्क्रान्ति। समीरा जुम्रा पर्यो। मान्छे माघे सङ्क्रान्ति हो अनि उहाँहरू आउनुभएको छ बिनाजु। बसन्त दिदी अब दिदीको पालो। मलाई के खिच्यो त नि तपाईँलाई खिचेछ नि आमा, सरो दिदीलाई खिच्या हो। बाजेलाई टिका लाउने। ल कति राम्रो भएको, टिका टाँसिँदै नटाँसिने हजुर आएँ म। मम्मीले भाग हाल्दै हुनुहुन्छ यसरी। माघे सङ्क्रान्तिको चिउरा, चाको, घिउ अनि त्यसपछि त्यो तिलको लड्डु, पालुङको साग बाँकी छ, यो पिँडालु भयो, यिनीहरू सबै यसरी। यहाँ मासु पनि छ, यता साग पनि छ। यो साग चाहिँ छोपेर राखेको, अहिले पछि हाल्नुपर्छ यसरी साग। अनि त्यसपछि केराउहरू पनि छ, केरागुडी। ल म दिन्छु। ए लाउनु किन रोको? डढेछ हो र? खै ए ठिक छ। ठिक छ, सुक्खै हेर्ने खाने। यस्तो छ हाम्रो यो तयारी भइसक्यो। बाहिर लगिदिनुपर्छ। दिदीहरू बिनाजुहरू आउनुभएको छ। सरस्वती बसिरहेको छु म चाहिँ। बाबु बाबु आज के हो रे? माघे सङ्क्रान्ति। माघे सङ्क्रान्तिमा चाको साको केही खानु छैन, सेल र मासु मात्र, अनि भुजाको डल्लो बाबुले खाने। अनि मोबाइल छोड नि त एकछिन। अनि कति मोबाइल हेरे हौ? ब्याड छ, खाऊ त। ए सुशीला आउनु, के ल्याउने? गुड, बिस्तारै खाओस्। मम्मी चाहिँ भान्से होइन, मम्मी चाहिँ के चाहिन्छ भनेर भन्नुहुन्छ, म चाहिँ हेर्छु। अनि यता खाँदै हुनुहुन्छ उहाँ चाहिँ बहिनी। अन्त अब यताबाट हामी बाहिर जाऊँ, खाने हो।
सुशीला दिदी मैले राम्रो तरुल दिएको हो आमा यो चाहिँ बु यो हुन्छ यो आमा 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 यो चाहिँ हाम्रो पप्पी हो तपाईलाई छ्यार यो चाहिँ पप्पी आमा सबैजना परिवार हाम्रो सरो दिदी माइजू माइजू बिजी छु त्यो भयो छोनुलाई भान्जीले के भयो आमा कुन पा खाने भन्नु भन्नु न हालिदिन्छु पुग्यो के हो हात्ती पाइले भने ल हेर्नु कुन म चिन्दिनँ क्या हेर्नु त कुन तरुल हो बसन्ती हेर्नु त लु हेर्नु त कुन तरुल हो म चिन्नु परेन हजुर यहाँ बस्नु ठाउँ छैन छोरा यही हो ए हात्ती पाइले हो यो सिमल हो तरुल हो यो पिडाल हो मलाई कस्तो हो हात्ती पाइले पनि तरुल हुँदो रहेछ भिनाजुलाई पनि तरुल हालिदियो भिनाजु सबै पुग्यो भिनाजुलाई माग्नु है तपाईँलाई चाहिँ के हालिदिउँ तरुल लाउनु है भाँडै ल्याइदिएको छु मैले कहिले मेरो मायाहरूलाई कहिले टिका लगाएको है के ल्याउने हो भन्नु है न बाबु खाऊ सुशीला दिदीसँगै बसेर खाँदो रहेछ चिजीमा उयसमा चोप्दै खाऊ न चिजी पनि खाँदिएको र के चाहिन्छ भन है दिदीलाई के ल्याइदियो मिठो छ सेल हौ यो चाहिँ सङ्क्रान्तिको हो सबै यसरी एकै ठाउँमा हाम्रो चाहिँ यसलाई हिजो मैले आधी बाँकी छ भनेको थिएँ नि यही हो अब यो अहिले बनाउने सबै काम सक्यो यो लास्ट अब यो होइन अब सक्यो दिदी अन्तिम गोला भन्नु त केही भन्नु छ सक्यो हाम्रो युट्युबलाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सब्सक्राइब सेयर सब गरिदिनु होला उहाँ चाहिँ मेरो भान्जी हुनुहुन्छ यो चाहिँ हाम्रो हिजो आधी भएको सेल हो यो है आधी सेल अब भन्छ हाम्रो यो लास्टै हिजोको अहिले सबै काम सकियो नि हामीले त्यही भएर हामीले यो सेल बयाम बनाएको लास्टको हजुरहरूले हाम्रो च्यालेन्जलाई हाम्रो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गरिदिनु होला है त ओके बाई बाई गरिदिनु भान्जी
बाई